एभ्रिवान र म शिविका है फेरि हजुरहरूको माझमा है सानो भिडियो लिएर आएको छु है। मलाई आशा छ हजुरहरू सबैजना है सन्चै हुनुहुन्छ होला है। अन्त आज धेरै दिन बादमा है अब एक हप्ता जस्तो बादमा चाहिँ मजाले घाम लागेको छ है। अन्त म चाहिँ बिहानै 6 बजी उठेको थिएँ है साथीहरू। अन्त बिहान 6 बजी उठेर लुगाहरू फर्स्ट धोएँ है। अन्त लुगासुगा धोइसकेर है अब घरहरू सफाहरू गरेँ। घर सफा गरिसकेर नुहाइधुवाइ पनि गरिसकेँ साथीहरू है। अन्त हेर्नु सक्नुहुन्छ कपाल पनि चिसो छ मेरो है। अन्त यहाँ चाहिँ खेतमा आएको थिएँ होइन, यहाँ चाहिँ मजाले घाम लाग्छ नि त। अन्त यहाँ मजा पनि लाग्छ नि त है। अब बिहानै यसरी अब हरियाली देख्दाखेरि है आफूलाई पनि फ्रेस फिल हुन्छ है। अब हुन्छ नि दिन पनि अब मजाले है बित्छ जस्तो लाग्छ है। अब यस्तो दिनहरू हुँदाखेरि चाहिँ आज चाहिँ घाम पनि यस्तो मजाले लागेको छ है। हेर्नु न यस्तो मजाले आकाशहरू पनि उयो उग्रेको छ है। अन्त चाहिँ म चाहिँ यहाँनिर है अन्त चिया खाँदै नै मैला जलाउन आएको थिएँ है डस्टबिनको। अन्त सानो भिडियो बनाइहाल्नु पऱ्यो भनेर नि भिडियो पनि बनाउन लागेँ। त्यहाँ चाहिँ यस्तो छ साथीहरू है, दामी छ है यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मकैहरू पनि रोपेको रहेछ। अब यो कहिलेको लागि हो मकै याद छैन मलाई तर फल्दो रहेछ। अन्त साथीहरू अन्त कतिजना उठ्नुभयो होला है। अब कतिजना त मजाले सुतिरहनु भएको होला किनकि अब यत्रो दिन है पानी परेर होइन कस्तो बोरिङ भइरहेको थियो होला होइन। कतिजनाले मजाले सुत्छु भनेर सम्झेको थियो होला है। कतिजना सुतिरहनु भएको होला है। कतिजना उठेर है अब कामहरू गरिसक्नुभयो होला र मैले पनि सबै कामहरू गरिसकेँ है। अब खाना पनि पाकिसक्न आँटेको छ साथीहरू है। अब खाना खाएर चाहिँ दिउँसो फेरि अलिअलि काम छ है। अन्त र है हजुरहरू सबैजनालाई ह्याप्पी सन्डे। आज चाहिँ एकदमै दामी घाम पनि लागेको छ। हजुरहरू पनि छिटो छिटो उठेर उठ्नु भएको छैन भने चाहिँ उठेर है आज चाहिँ है दामी दिन भएको छ है। अब तपाईँहरूले अब लुगासुगा है अब धुन सक्नुहुन्छ है। अब तपाईँको कहिलेदेखि अब चिसो लुगाहरू छ भने होइन मैला लुगाहरू छ भने चाहिँ अब तपाईँहरूले है आज चाहिँ मजाले धुनुहोस्। भोलिको दिन चाहिँ के हुन्छ याद छैन। आज चाहिँ दामी घाम लागेको छ है साथीहरू। हेर्नु न यस्तो दामी छ कि ल त साथीहरू है। अब चाहिँ म पनि किचनतिर लागेँ है। हुन्छ है, बाई बाई सबैजनालाई हेर्दै गर्नु होला है।